80 program to store record of 50 book using structure. So guys, structure भन्ने च्याप्टर हामी सुरु गरिसकेका छौँ। यो चाहिँ यानिबी बोर्ड इक्जाममा भेरी 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 इम्पोर्टेन्ट छ है। सो आज चाहिँ हामी एरिया अफ स्ट्रक्चर भनेको स्ट्रक्चर च्याप्टरभित्र पनि अर्को एउटा चाहिँ टपिक छ राइट। सो यो स्ट्रक्चर च्याप्टर हामीले सुरु गरिसक्यौँ। सो यो भित्रको हामी चाहिँ प्रोग्राम गर्छौँ। सुरुमा चाहिँ हामी स्ट्रक्चर भनेको के हो त्यो बुझौँ है त छोटकरीमा। सो थ्योरीको भिडियो चाहिँ मैले पछि म हालिदिने नै छु। सो डोन्ट वरी त्यसको लागि। सो डिफ्रेन्ट डेटा टाइपलाई एउटै ग्रुपमा राख्ने जुन छ एउटा चाहिँ वे तरिका त्यसलाई चाहिँ हामी स्ट्रक्चर भन्छौँ हैन। प्रोग्रामभित्र चाहिँ हामीले के त डिफ्रेन्ट डेटा टाइप लाइक इन्टिजर भ्यालु अनि स्ट्रिङ भ्यालु अनि त्यसपछि हाम्रो के त क्यारेक्टरहरू फ्लटहरू हो यिनी सबै डेटा टाइपहरूलाई चाहिँ एउटै के त डेटा टाइपमा राख्नको लागि हामी चाहिँ के गर्छौँ स्ट्रक्चरको युज गर्छौँ। स्टार्ट गरौँ है। सुरुमा हामीले के गर्छौँ ह्याज इन्क्लुड stdio.h मैले लेखिसकेँ। ओके अब चाहिँ हामी सुरुमा के गर्छौँ भनेपछि स्ट्रक्चरलाई डिफाइन गर्छौँ। सुरुमा चाहिँ हामी स्ट्रक्चर बनाउँछौँ त्यसपछि मेन प्रोग्राम सुरु गर्छौँ हैन। सो यो स्ट्रक्चर भन्ने जुन छ यो चाहिँ के हो त एउटा युजर डिफाइन्ड डेटा टाइप हो। सो यसलाई चाहिँ हामी आफैले चाहिँ के गर्नुपर्ने हुन्छ डिफाइन गर्नुपर्ने हुन्छ। स्ट्रक्चर बनाउँदाखेरि चाहिँ STRUCT स्ट्रक भनेर युज गर्नुपर्ने हुन्छ हैन। स्ट्रक्चर पुरै लेख्ने होइन है। यो चाहिँ STRUCT भनेको एउटा चाहिँ के हो त किवर्ड हो। किवर्ड मैले अस्ति नै भनेको थिएँ सी प्रोग्रामको किवर्डहरू एउटा टेबलै छ बुकमा हेर्नु होला भनेर। ओके जानेर हामीले केही चिज बनाउँदैछौँ युजर डिफाइन भनेर हामीले कुनै पनि एउटा डेटा टाइप बनाउँदैछौँ भने चाहिँ किवर्ड युज गर्नुपर्ने हुन्छ। यो किवर्ड भनेको के हो त स्ट्रक्चरको किवर्ड हो। सो स्ट्रक लेख्यौँ अनि त्यसपछि मैले एउटा नेम दिएँ बुक भन्ने होइन। यो चाहिँ चेन्ज भइरहन्छ जति बेला हामीलाई जे चाहिन्छ त्यही अनुसार हामीले चाहिँ बनाउने हो। जस्तो हामीलाई अहिले बुकको डेटाहरू भनेको छ त्यही भएर मैले बुक राखेँ ठिक छ। हामीलाई स्टुडेन्ट भनेको बेला स्टुडेन्ट गराउँछौँ टिचर भनेको बेला टिचर गराउँछौँ जे सजिलो हुन्छ त्यही बनाउने हो होइन। सो यस अब चाहिँ हामी ब्लक अफ के गर्छौँ डिक्लेयर गर्छौँ कोड होइन सरी। सो यो भित्र चाहिँ हामी के गर्छौँ डिक्लेयर गर्छौँ INT। अब बुकको लागि के चाहिएला त्यो चाहिँ तपाईँहरूको मर्जी हो है। जे पनि राख्नु हुन्छ जस्तो नाम पेजेस अथवा अथर अनि त्यसपछि प्राइस होइन। जति छोटो जे राख्छु अथवा धेरै राख्छु भन्दा पनि भयो होइन। टाइमलाई हेरेर प्रोग्रामको मार्क्स हेरेर चाहिँ राख्न सक्नुहुन्छ ठिक छ। मैले चाहिँ अहिले सबै बुझाउनको लागि एउटा आइडी राखेँ जुन चाहिँ तपाईँहरूलाई बुक आइडी भनेर एउटा चाहिँ राखेँ ठिक छ। अर्को भनेको नेम राखेँ क्यार भनेर डिफाइन गर्नु पऱ्यो। अब यहाँ चाहिँ एरिया पनि डिफाइन गर्नुपर्छ है। सो एरिया पनि डिफाइन गर्नुपर्छ हामीले मैले पहिले भनिसकेँ एरिया अफ स्ट्रक्चर हो। पहिले भर्खरै गएको इक्जाममा चाहिँ हाम्रो के भनेर आएको थियो भनेपछि जस्ट स्ट्रक्चर प्लस एरिया भनेर चाहिँ युजिङ स्ट्रक्चर एन्ड एरिया भनेर आएको थियो क्या। के गरेँ अथर भनेर राखेँ होइन। हरेक बुकको एउटा अथर हुन्छ ठिक छ। यो यसको पनि 50 भनेर राखेँ। यो 50 भनेको जस्तो यसको के हो त नेमको लेन्थ भनेको 50वटा हामीलाई स्टोर गर्नु छ। सो यो भित्र चाहिँ 50वटा नाम अटाउनु पऱ्यो होइन। फ्लट प्राइस भनेर राखेँ है। प्राइस चाहिँ अब पोइन्टमा पनि आउनसक्छ त्यही भएर मैले चाहिँ यहाँनिर के गरेँ फ्लट भन्ने युज गरेँ जसले चाहिँ पोइन्ट भेरिएबल पनि पोइन्ट डेटा पनि ल्याउँछ होइन। डेसिमल पछिको भ्यालु पनि ल्याउँछ। अब चाहिँ हामी के गर्छौँ यहाँनिर एउटा चाहिँ भेरिएबल डिक्लेयर गर्छौँ जुन चाहिँ एकदमै भेरी मोस्ट इम्पोर्टेन्ट है। हामीले यहाँनिर डिक्लेयर गर्दा पनि हुन्छ यो चिज ध्यान राख्नु होला। त्यसपछि मेन लुपभित्र पनि डिक्लेयर गर्दा हुन्छ जस्तो INT मेन अब यहाँदेखि सुरु हुन्छ होइन। INT मेन सुरु भइसकेपछि अब यहाँनिर हामीले STRUCT स्ट्रक्चर यो स्टक बुक भनेर लेखिहाल्नु ठिक छ। यो डेटा टाइप युज गरेर हामीले यहाँनिर बी भनेर मैले चाहिँ बुकलाई सर्टकटमा बी लेखेको ठिक छ। यो चाहिँ एउटा एरिया डिक्लेयर गरेको है। एरिया डिक्लेयर गरेको 50वटा बुक राख्ने होइन। सो एरिया भन्ने एउटा भेरिएबल युजिङ एरिया है एउटा भेरिएबल चाहिँ बी भन्ने भेरिएबल चाहिँ एउटा डिक्लेयर गरेँ। अब यसलाई चाहिँ तपाईँलाई यहाँ डिक्लेयर गर्छु भन्दा पनि भयो र यहाँ डिक्लेयर गर्छु भन्दा पनि भयो क्या। B50 यस्तो गरेर यहीँ डिक्लेयर गर्छु ठिकै छ। म यहीँ डिक्लेयर गर्छु भन्दा पनि भयो। यो लाइनै लेख्नु परेन पुरै लाइन लेख्नु परेन तर मैले यहाँ गर्दैन यहाँ गरेँ। अब इन दुईटामा डिफ्रेन्स के छ भन्दाखेरि यो भनेको के हो आउटसाइड अफ के त मेन लुपको आउटसाइड छ भनेपछि यसलाई हामीले के भन्छौँ ग्लोबल भेरिएबल। अब यो के छ लुपको इनसाइड छ भने हामीले यसलाई के भन्छौँ त लोकल भेरिएबल। अब यो लुपको इनसाइड छ भनेपछि लोकल भेरिएबल भन्यो यसलाई चाहिँ हैन। सो युज भनेको दुईटैको काम एउटै हो। केही पनि के छैन बग आउँदैन केही पनि गलत हुँदैन। तर यो चाहिँ के हो एउटा यो चाहिँ ग्लोबल भेरिएबलको काम गर्यो यसले चाहिँ लोकल भेरिएबल। अब यसले चाहिँ यो
लुपभित्र मात्रै काम गर्ने भयो, तर यसले चाहिँ अरू लुपभित्र पनि काम गर्ने भयो। फरक चाहिँ डिफ्रेन्स चाहिँ त्यति हो, ठिक छ। धेरैजना कन्फ्युजन हुने भएकोले मैले चाहिँ यो चाहिँ क्लियरली बुझाइदिइसकेको होइन। पहिले म सुरुको भिडियो भएर चाहिँ बेससहित बुझाइदिन्छु, त्यसपछि हामी सरासर जान्छौँ, ठिक छ। अब मैले चाहिँ यसलाई चाहिँ काटेँ है, अहिलेको लागि यसलाई चाहिँ काटेको हामी यहीले मान्दा गइरहेछौँ है। अब चाहिँ आइएनटी आई, अनि त्यसपछि हामी के गर्छौँ, लुप लाउँछौँ फर आई इक्वल टु हामीले कति भनेको छ 50 बुक्स भनेको छ भनेपछि हामी कतिसम्म जानु पऱ्यो, यस लेस देन 50, किनभने हामीले 0 बाट स्टार्ट गरेका छौँ। एरिया अफ स्ट्रक्चर हो, एरिया सम्झिराख्ने 0 बाट यो स्टार्ट हुन्छ, ठिक छ। सो अब चाहिँ हामी के गर्नु पऱ्यो, बुक अब यहाँ जे भनेर हामीले डिक्लेयर गरेका थियौँ पहिले त्यति माग्नु पऱ्यो होइन। प्रिन्ट एफ स्ल्यास पहिला चाहिँ हामीले के गर्ने भनेपछि यहाँनिर अलिकति प्रोग्रामलाई अलिकति राम्रो बनाउनु पर्छ होइन, मार्क्स तान्नुको लागि इक्जाममा होइन। सो हामीले यहाँनिर एउटा म्यासेज के लेख्छौँ भनेपछि पर्सेन्टेज डी यसो गरायो भने हाम्रो के हुन्छ भनेपछि जस्ट आई प्लस 1 गरिदियो कि यति लेख्न त हुँदैन, यति लेख्न त हुँदैन, किनभने जस्तो आउटपुट आउँदाखेरि कस्तो आउनु पऱ्यो भनेपछि आउटपुट आउँदाखेरि जस्ट बुक 1 अनि यहाँनिर चाहिँ हाम्रो जस्तो आइडी अब यहाँनिर चाहिँ आउनु पऱ्यो होइन। सो नेम आउनु पऱ्यो क्या, अब फेरि बुक 2 भनेर आउनु पऱ्यो। धेरैवटा बुक छ नि हाम्रो त, धेरैवटा बुक छ। अब यहाँनिर सिधै आइडी नेम यो आइडी नेम यो आयो भने त हाम्रो के भयो त आउटपुट अलिकति नराम्रो देखियो कि। त्यसपछि बुक 1 यो बुक 1 को रहेछ, यो बुक 2 को रहेछ, त्यसपछि बुकलाई पनि डिफाइन गरिदियो भने चाहिँ राम्रो हुन्छ होइन। सो आई प्लस 1 भयो भने चाहिँ एक एकले बढ्दै जान्छ, हरेक लुप चल्ने बेला एक बढ्छ यो भनेपछि बुक 2 बुक 3 बुक 4 यसरी चाहिँ आउने भयो होइन। सो अहिले 0 छ भने +1 हुन्छ सुरुमै, अनि बुक 1 भनेर चाहिँ आउने भयो। गर्दैन इन्टर के भन्यो बुक आइडी भनेर चाहिँ भन्यो, ठिक छ। के गर्छु स्क्यान एफ गर्छु अनि त्यसपछि पर्सेन्टेज डी भइहाल्यो एम्परसेन्ड। अब चाहिँ हामी यहाँनिर के गर्छु एड्रेस डिफाइन गर्छु। एड्रेस डिफाइन गर्ने बेला कसरी गर्ने यहाँनिर डट अपरेटरको चाहिँ युज हुन्छ है। कस्तो भनेपछि अब यो जुन भेरिएबल छ यसलाई चाहिँ हामीले पहिले लेख्नु परिहाल्यो होइन, कहाँबाट ल्याउने त्यो चाहिँ सरी कहाँ लगेर राख्ने बिआई होइन। आई भनेको के हो त यो लुप है, एरे यहाँ चाहिँ एरे युज भयो। अब चाहिँ त्यो कहाँ लगेर राख्ने, यहाँ त धेरै के छ डेटा टाइप छ, यो भित्रको कुन पर्छ भन्ने चाहिँ त्यो जनाउनुको लागि हामीले के गर्छौँ डट यहाँनिर चाहिँ इन दुइटाको बिचमा हामीले के गर्छौँ डट अपरेटर युज गर्छौँ होइन। डट अनि त्यसपछि यो आइडीलाई केमा लगेर राख्ने, यो आइडी भन्ने भेरिएबलमा लगेर राख्ने, ठिक छ। अब चाहिँ हामी यो आइडी भन्नेमा लगेर राख्यौँ, ठिक छ। यति चाहिँ गर्ने हो, यो हरेकमा गर्ने सेम तरिका हो। यहाँ जे छ त्यहीलाई चाहिँ यहाँनिर लेख्ने, यो चाहिँ हेर्ने है माथि हामीले जे डिक्लेयर गरेका छौँ त्यही हेर्ने। जस्तो धेरैजना यहाँनिर पनि मिस्टेक गरिरहेको हुन्छ क्या। कस्तो भनेपछि अब हामीले प्र्याक्टिस गरिरहन्छ यहाँ एउटा इक्जाममा होइन, स्टुडेन्ट प्रायः आउने भनेको स्टुडेन्ट हो होइन, त्यही भएर हामीले यहाँ प्रायः के लेखेर हुन्छौँ यास लेखेर हुन्छ होइन। सो अब चाहिँ यहाँ तल पनि हामीले के गर्छौँ यास आई डट आइडी गरेर हुन्छ, यास आई डट नेम गरेर लेखेर हुन्छ। यो चाहिँ बानी परिरहेको हुन्छ क्या। अनि इक्जाममा मानौ के आइदियो पुरा साल के आइदिएको थियो भनेपछि कस्टमर आइदिएको थियो होइन। धेरैजनाले त्यहाँनिर मिस्टेक गरे भनिरहेको थियो होइन, कस्टमर आइदिएको थियो। त्यसको ठाउँमा उनीहरूले के गरे बुक अब यहाँनिर कसैले सी गरे होइन, कसैले कस्टमरै लेखिदिन्छ, ठिकै छ। बीको ठाउँमा ठिकै छ भनेर होइन, यहाँ पनि कस्टमरै लेख्नु पऱ्यो, ठिकै छ, त्यो गऱ्यो ठिकै छ। तर यहाँनिर एउटा कस्टमर लेख्ने, यहाँनिर चाहिँ यास लेखिदिने, सी लेखिदिने, यहाँनिर यास लेखिदियो भने त मिस्टेक भयो नि त। त्यो चिज चाहिँ ख्याल गर्ने कि माथि हेर्दै चाहिँ तल चाहिँ लेख्ने, ठिक छ। अब चाहिँ हामी के गर्छौँ यति भइसक्यो भनेपछि हरेकमा सेम हुन्छ यो प्रोसेस चाहिँ। तपाईँले यति धेरै लेख्नुपर्छ त पर्दैन, 2वटा लेख्छु भन्यो भने भयो, 3वटा लेख्छु सकेसम्म 3वटा जति लेख्नु है। बुक नेम भनेर चाहिँ हामीले के गर्यौँ राख्यौँ। अनि त्यसपछि त्यसलाई कहाँ राख्ने, अब नेम भनेको छ भने हामीले के गर्नु पऱ्यो नेममा लगेर राख्नु पऱ्यो। माथि हेर्ने है, यसको लागि चाहिँ यहाँनिर हेर्नु पऱ्यो, ठिक छ। नेममा लगेर राख्यौँ। अब यसको काम सक्यो भनेपछि अब के प्रिन्ट गर्ने, फेरि माथि हेर्ने अथर छ। सो प्रिन्ट एफ इन्टर अथर नेम, यो पनि नेमै हो होइन। एफ पर्सेन्टेज सरी पर्सेन्टेज एस होला नि त यहाँ त है। यहाँ चाहिँ मिस्टेक नगर्ने, ओके। सो पर्सेन्टेज एस, ओके। यहाँ पनि के हो त क्यार हो भनेपछि पर्सेन्टेज एस युज गर्ने, ठिक छ। पर्सेन्टेज एस है, यहाँनिर हल्का मिस्टेक भयो ल। बिआई अनि त्यसपछि यो पनि के त अथर सरी एयुटिएचआर। प्रिन्ट एफ के को लागि हाम्रो अझै छ प्राइस भन्ने छ, यहाँनिर के छ प्राइस भन्ने छ। इन्टर के त प्राइस, कन्फ्युज नहुने है, के कन्फ्युज छ भने सोधिहाल्ने। सो फ्लडको लागि हामी के गर्छौँ याफ पर्सेन्टेज याफ युज गर्छ होइन। सो बिआई
डट अब यहाँनिर के गर्नु पऱ्यो प्राइस यहाँ जे जस्तो छ ठुलोमा छ ठुलो लेख्ने सानोमा छ सानो लेख्ने होइन। सो स्क्यान एपमा चाहिँ जस्तो छ माथि त्यस्तै हुनु पऱ्यो है। हामीले जस्तो डिक्लेयर गरेको छ माथि त्यस्तै हुनु पऱ्यो। यहाँसम्म ठिक छ नि सबैले बुझिरहेको छ। अब हाम्रो इनपुट काम सक्यो क्या यति हो गर्ने यतिमा चाहिँ कन्फ्युज नभयो भने बुझिहाल्छ। अब चाहिँ आउटपुट गरिदिने सिधै प्रिन्ट अफ /n गरिदिउँ। यो चाहिँ जस्ट माथि देखाउनुको लागि कि बुक के त हामी रेकर्ड्स भनेर प्रिन्ट गरिदिइरहेछौँ भनेर चाहिँ हामीले जस्ट आउटपुटमा देखाइदिनुको लागि हामीले यो गऱ्यौँ है। अब चाहिँ हामी के गर्छौँ पाना पढाइदिउँ यता लेख्छु पछाडि लेख्छु है। त्यति लेख्यो भनेपछि अब के गरिदियो फर सिधै प्रिन्ट गर्ने हो भनेपछि लुप लगाइदिनु पऱ्यो कि नै होइन। माथि जे लुप लगाएको थियो नि 50 सम्म गएको थियौँ सेम त्यही हो तल पनि गर्ने त्यही नै हो है। माथि हामीले बुक +1 गरेर गरेको थियौँ नि सेम त्यही गरेर चाहिँ गरिदिनु पऱ्यो होइन। किन्छ मार्क्स पनि आउँछ इक्जाममा। बुक % डी भएर आउने बुकमा पनि बुक 2 आउनु पऱ्यो। अब कसरी आउने भनेपछि I+1बाट चाहिँ डेटा ल्याउने है। यो भयो। अब हामी एकैचोटि लेखिदियो यो चाहिँ के प्रिन्ट गर्ने हो एउटा चाहिँ आइडी जुन चाहिँ हाम्रो के हो त %d हो /n गरिदियो नेक्स्ट लाइनमा आउँछ। त्यसपछि नेम त्यसपछि त्यो चाहिँ के हो त %s हो फेरि नेक्स्ट लाइन होइन। अनि त्यसपछि के हो त अथर आउनु पऱ्यो अनि त्यो पनि के हो त %s हो। अनि त्यसपछि फेरि /n नेक्स्ट लाइन अनि प्राइस आउनु पऱ्यो %। अब यहाँनिर मैले %2f लेख्छु है किनभने %f मात्र लेख्यो भने के हुन्छ है डिफ्रेन्सहरू है त। सो सिम्पली तपाईँहरूले प्राइस 500 हान्नु भयो भने चाहिँ आउटपुटमा कस्तो आउनसक्छ भने चाहिँ 500.00000 यति धेरै जिरो आउँछ क्या भनेको लगभग 6वटा जति आउँछ सायद डिफल्टमा 6वटा जति हुन्छ डिफल्ट भ्यालु होइन। सो यो पछि चाहिँ अब इनपुटमा चाहिँ जति हाल्ला मानौँ जति हाल्ला होइन 5 कहिले भन्दा पोइन्टमा हुनसक्छ। त्यही भएर चाहिँ अब पोइन्ट यो चाहिँ .2f लेख्नुको अर्थ के हो भनेपछि यो पोइन्ट पछाडि कतिवटा 2वटा मात्र ल्याउने भनेको 500.00 आउनु पऱ्यो क्या। मानौँ कसैले 500.20 हो भने चाहिँ यति मात्रै देखाउनु भयो होइन यति मात्रै देखाउनु भयो। अब यो पछाडिको 2055 यस्तो टाइपको चाहिँ देखाउँदैन होइन। एक्ज्याक्टली कति देखाउँछ 2वटा भ्यालु मात्रै देखाउँछ। सो त्यही भएर चाहिँ यो भयो है। %f को ठाउँमा हामीले के राख्यो पर्सेन्टेज के त 2f .2f भनेको डट पछि कतिवटा 2वटा अङ्क मात्रै देखाउने है डेसिमल पछि। अनि त्यसपछि हामीले यिनीहरू सबैको चाहिँ एड्रेस डिफाइन गरिदिनु पऱ्यो। माथि हामीले स्क्यान एपमा है यो जुन स्क्यान एपमा हामीले जे एड्रेसहरू लेखेको छौँ त्यसलाई चाहिँ पछाडि लेखिदिने होइन। न त यसको डेटाहरू कहाँबाट आउने त त्यो थाहा हुँदैन नि त। सो आइडीको एड्रेस के हो त यहाँ हेर्ने यता अगाडि हेर्ने है ठ्याक्कै आइडीको हेर्ने अनि यहाँ के छ bi.id भन्ने छ नि त्यही लेखिदिने bi.id छ। अनि त्यसपछि फेरि के गर्ने कमा गर्ने होइन। अनि त्यसपछि के त bi. अब आइडी पछि के छ नेम छ भनेपछि .नेमको हामीले नेमै लेखिदियो होइन। अब अनि त्यसपछि अथरको छ भनेपछि bi.author गरिदिने होइन। अनि त्यसपछि के गर्ने bi. के गर्ने अब के छ प्राइस छ भनेपछि प्राइस भन्नु सक्यो सबै सक्यो भनेपछि ब्र्याकेट क्लोज। अनि त्यसपछि प्रोग्राम पनि सक्यो रिटर्न 0 ब्र्याकेट क्लोज सक्यो। यति गर्ने थियो हाम्रो चाहिँ प्रोग्राम सर म बुझाइदिन्छु। यो भनेको के भयो त युजर डिफाइन डेटा टाइप भयो होइन। सो यसलाई चाहिँ हामीले होललाई के भन्छ युजर डिफाइन एउटा चाहिँ डेटा टाइप हो होइन। स्ट्रक्चरमा हामीले यसलाई चाहिँ डिक्लेयर गऱ्यौँ ठिक छ। यति कुराहरू डिक्लेयर गरेपछि हामीले के गर्यौँ कि त ग्लोबल भेरिएबल गराउने एउटा कि भने लोकल भेरिएबल एउटा चाहिँ गराउने हामीले चाहिँ बी भनेर एउटा चाहिँ डिक्लेयर गऱ्यौँ होइन। लोकल भेरिएबल बनायो यहाँनिर अहिले ठिक छ। मैले चाहिँ पहिलाका प्रोग्रामहरूमा ग्लोबल भेरिएबल बनाएको छु है धेरैजनाहरूले कन्फ्युजन भएर चाहिँ मैले अहिले चाहिँ लोकल भेरिएबल बनाइदिएँ ठिक छ। कन्फ्युजन चाहिँ नहुनु होला। आइएनटी मेन लुपमा हामीले चाहिँ सुरु गऱ्यौँ। त्यसपछि हामी के गर्यौँ आइएनटी आई भन्ने एउटा चाहिँ डिक्लेयर गर्यो किनभने हामीले लुप चलाउँछ। लुप चलाएर हामीले 50वटा डेटा ल्याउनुको लागि हामीले एउटा 50 सम्म लुप चलायौँ। अब चाहिँ तपाईँहरूलाई क्वेसनमा चाहिँ 50 बुक्स नभनेर यान नम्बर अफ बुक्स भन्यो भने चाहिँ सुरुमा हामीले युजरसँग के सोध्ने
नम्बर अफ बुक कतिवटा हो भनेर सोध्ने। अनि यहाँनिर चाहिँ आइडेन्टिटी आई अर्को भेरिएबल के त यान भन्ने भेरिएबल युज गरेर डिफाइन गरेर अनि त्यसपछि हामीले के त यानसम्म लुप चलाएर चाहिँ हामीले गराउन सक्छौँ। ठिक छ, यो कुरामा पनि बुझ्नु होला। ठिक छ, यान नम्बर अफ आई भने पनि कन्फ्युजन नहुने। ठिक छ, अनि त्यसपछि हामीले त्यसपछि हामीले के गर्यो, यति गऱ्यो भने चाहिँ बुकको डेटाहरू चाहिँ इनपुट आयो। इनपुट आइसकेपछि अब त्यो रेकर्डलाई जस्ट हामीले के गरिदिएको त प्रिन्ट गरिदिएको। केही गाह्रो भन्ने छैन नि। सो यहाँनिर चाहिँ धेरै के भयो त चाहिँ यहाँनिर यो लाइनले के बुझायो तपाईँहरूलाई, डिफ्रेन्ट डेटा टाइप छ छैन हेर्नुहोस् त। आइएनडी छ, क्यार छ, फ्लट छ, डिफ्रेन्ट डेटा टाइप मैले त्यही भएर धेरै बनाएको है। धेरै डेटा टाइपहरू देखाउनुको लागि मैले 4वटा गराइदिएँ। ठिक छ, सो डिफ्रेन्ट डेटा टाइपहरू एउटै के त डेटा टाइपमा छ छैन हेर्नुहोस् त। आइएनडी क्यार यो भनेको के त डिफ्रेन्ट डेटा टाइप हो। त्यो अहिले केमा भयो त स्टक बुक भन्ने एउटा डेटा टाइपमा बस्यो क्या, एउटैमा भयो कि नै हो। यही नै हो हाम्रो स्ट्रक्चरको कुरा। ठिक छ, यसको बारेमा चाहिँ अब हामीले धेरै प्रोग्राम गर्छौँ। इक्जाममा जे आएको थियो त्यही आउटपुट मैले यहाँ लेख्न लाग्यो भने अलि रात पर्छ। सो भिडियो लङ भइसक्यो। सो त्यही नै हो है। केही नबुझे छ भने सोध्नु होला, हामी धेरै भिडियो गर्नेवाला छौँ, चिन्ता नगर्नु होला। एन्ड यो बुझ्यो भने चाहिँ हामी पोइन्टर त्यसपछि फाइल ह्यान्डलिङ इजिली बुझ्छ कि। ओके, फाइल ह्यान्डलिङ पनि मैले इजिली सिकाइदिन्छु, डोन्ट वरी। ओके।